हिमाली रोदी सांस्कृतिक परिवारद्वारा आयोजना र एसएमसी बेलडाङ्गीको समन्वयमा अमेरिकाको ओहायो निवासी तथा हिमाली रोदी सांस्कृतिक परिवारका पूर्व नृत्य प्रशिक्षक श्री यमराज गुरुङको विशेष प्रायोजनमा सम्पन्न एकल सांस्कृतिक नृत्य प्रतियोगिताको भव्य फाइनल मङ्सिर 20 गते बेलडाङ्गी गुम्बा ग्राउन्डमा सम्पन्न भयो। कला, संस्कार र संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको यो प्रतियोगिता डिजिटल अडिसनदेखि विभिन्न छनौट चरणहरू पार गर्दै आजको फाइनलसम्म आइपुगेको थियो। सहभागी कलाकारहरूले दिएको उत्प्रेरणादायी प्रस्तुतिले कार्यक्रममा छुट्टै रङ्ग भरिदियो। प्रतियोगिता जुनियर र सिनियर गरी 2 समूहमा सञ्चालन गरिएको थियो। फाइनलकै दिन समूहगत सांस्कृतिक नृत्य प्रतियोगिता पनि भव्य रूपमा आयोजना गरियो। समूहगत नृत्यतर्फ धाकुला डान्स क्लबले पहिलो स्थान हासिल गर्न सफल भयो भने सुनखरी डान्स क्लबले दोस्रो स्थान प्राप्त गर्यो। पहिलो हुने समूहले 20,000 रुपैयाँ नगद र ट्रफीबाट पुरस्कृत भए। दोस्रो हुने समूहले 10,000 रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो। जुनियर एकल नृत्यतर्फ मेरिना राई प्रथम भइन् र 15,000 रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भइन्। जेसिका राई दोस्रो भइन् र 10,000 रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भइन्। मेरिसा मोलर तेस्रो भइन् र 5,000 रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भइन्। सिनियर एकल नृत्यतर्फ पथरी क्याम्पकी सुजाता घिसिङ प्रथम भइन्। उनले 50,000 रुपैयाँ नगद र ट्रफी प्राप्त गरिन्। छेवाङ दोर्जे तामाङ दोस्रो स्थानमा रहे र 30,000 रुपैयाँ तथा ट्रफी पाए। सुस्मिता लाई तेस्रो स्थानमा रहिन् र 10,000 रुपैयाँ सहित ट्रफीबाट सम्मानित भइन्। कार्यक्रममा भुटानी शरणार्थी समुदायका कलाकारहरूको आकर्षक प्रस्तुति पनि प्रस्तुत गरियो। धानको बाली केले खायो खायो बाखरीले बिउ खायो शैली जिउ खायो। साथै राष्ट्रिय कलाकार बबिना किराती र चर्चित हास्य कलाकार फुलन्देको आमाको दमदार प्रस्तुतिले कार्यक्रमको माहौल झन जीवन्त बनायो। I don't like girls. Oi, oi, oi. I like boy. Herno ta. Oh, Genji, how are you? I love you, Bharata Kanta. Sorry, I have boyfriend. आयोजकहरूले बताए अनुसार यो कार्यक्रमले भुटानी शरणार्थी युवाहरूमा कला, संस्कार र संस्कृतिलाई जगेर्ना गर्न ठूलो भूमिका खेलेको छ। समुदायका प्रतिनिधि, कलाकार, अभिभावक र दर्शकहरूको सक्रिय उपस्थितिमा सम्पन्न यो प्रतियोगिता नयाँ पुस्तामा प्रतिभा र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने महत्त्वपूर्ण प्रयासका रूपमा स्थापित भएको आयोजकहरूले जनाएका छन्।